शेरबहादुर दाई, म यहाँ बस्दै गर्दा मैले समाचार पढेँ कि पार्टीका श्रद्धेय नेताहरू अहिले बसेर छलफल गरिराख्नु भएको छ। मैले सुने कतिले के नेताहरूले के भनिराख्नु, मेरो सबै कोही नेताप्रति मेरो कुनै व्यक्तिगत टिप्पणी छैन, प्रत्येक नेता मेरो लागि आदरणीय हुनुहुन्छ। तर पक्कै पनि नेताहरूले के भनिराख्नु भएको होला भने यी दुईटा महामन्त्रीले नचाहिने काम गरे, यी दुईटा महामन्त्रीले अराजनीतिक काम गरे, यी दुईटा महामन्त्री तपाईलाई दुःख दिइरहेका छन्। तर सम्झनुहोस्, भदौ 18 गते पनि यो दुईटा महामन्त्री तपाईकोमा थिए, भदौ 22 गते पनि तपाईकोमा थिए, भदौ 24 गते बिहान पनि सबैभन्दा पहिला तपाईसँग सम्पर्क गर्ने यही दुईटा महामन्त्री थिए, भदौ 25 गते घटना भइसके पछाडि पनि सबैभन्दा पहिला वक्तव्य निकाल्ने पनि आँट गर्ने पनि यही दुईटा महामन्त्री थिए। र त्यसपछि तपाईलाई आएर घरमा आएर भेटेर दाई यो देशमा यो प्रजातन्त्रको लागि तपाईको ठूलो योगदान छ, तर समय आएको छ अब तपाईले छाड दिनुपर्छ, समय आएको छ अब तपाईले आराम गर्नुपर्छ, समय आएको छ तपाईले अब बात मार्ग प्रशस्त गरिदिनुपर्छ। इतिहासले पछि तपाईको मूल्याङ्कन गर्दै गर्दा कति खराब कामहरू भयो होलान्, त्यसलाई बिर्सने छ। नेपाली समाज यी मानिहरूमा धेरै माथि छ, तपाईलाई सम्झने छ। सुदूर पश्चिमको एउटा गाउँबाट आएर नेपालको प्रजातन्त्रको लागि गरेको तपाईको सङ्घर्षलाई सम्झने छ। तर अब तपाईले छाड दिनुपर्छ भन्दै गर्दा हामीलाई राखेर भन्नुभएको होइन, मङ्सिरभित्र अधिवेशन गर्नुस्, अब मैले कार्यभाग दिए, मैले सबै कुरा छाडेर गएँ भनेर भन्नुभएको होइन। त्यो गएको दिन काङ्ग्रेस मात्र होइन, काङ्ग्रेस भन्दा बाहिरको मानिसले पनि नेता हुनु त शेरबहादुर देउवा जस्तो भनेको होइन। त्यसैले यो मञ्चमा बस्नेहरू तपाईलाई माया नगर्नेहरू होइनन्, तपाईलाई माया गर्नेहरू हुन्। तपाईको चिन्ता गरेर तपाईप्रतिको सम्मान नघटोस् भनेर तपाईलाई बारम्बार भनेको हुन्, दाई छाड दिनुस्। अब जसले घुमी घुमिकन तपाईलाई बोलाउन गए वास्तवमा ती तपाईलाई माया गर्ने मान्छे होइनन्। मेरो शरीरमा गणेशमानको रगत छैन, बीपीको रगत छैन, तर बीपीको विचार छ, गणेशमानको साहस छ।